ल आज यो कुकुर भुक भन्ने ठाउँमा नयाँ फिसिङ स्पटमा आएका छौँ हामी। यस आजको माछा ल हेर्नुहोस्। स्वागत छ साथीहरू तपाईँहरूलाई फेरि मेरो यो नयाँ भिडियोमा। आज हामी फेरि यो ठाउँमा माछा मार्न आएका छौँ र अगाडिको ठाउँमा माछा के कस्तो पर्नेछ हामी तपाईँलाई सबै देखाउने छु। तपाईँले राम्रोसँग हेरिदिनु होला। खतरनाक ठाउँ छ, लोकेसन बवाल छ, बवाल। हेर्नुहोस् है त अगाडि के हुन्छ। भिडियो अन्तिमसम्म हेरेर सहायता गर्नु होला, मद्दत गर्नु होला। भिडियो मन परेमा लाइक गर्नु होला, कमेन्ट गर्नु होला। अनि कोही नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई तपाईँहरूले सब्सक्राइब गर्नु होला। अगाडि हेर्नु है त भिडियो चाहिँ के कस्तो हुन्छ। यहाँ बसेर त अरू माछा मार्दैन त्यहाँ बसेर। हामी यो एरियामा छौँ माछा मार्नको लागि। कुकुर भुक्का ठाउँ। मामा भन्छ आज यो ठाउँमा छौँ, कुकुर भुक्का भन्ने ठाउँमा। खतरनाक सिन छ हेर्नु। यहाँ हामी फिसिङको लागि आएको छौँ। माछा पऱ्यो भने तपाईँहरूलाई अवश्य देखाउनेछौँ। खतरनाक ठाउँ छ, भ्यू झन् बवाल छ। माछा चाहिँ कस्तो पर्छ भन्ने कुरो थाहा छैन। खाली हाल त कोही आएको छैन भन्ने सुनिएको छ यहाँबाट। ल पारीबाट त धेरै थियो नि, 3 जनाले पुग्थ्यो। माछा मार्नेको भिड तपाईँ देख्न सक्नुहुन्छ कुकुर भुक्कामा। ठाउँ त खतरा छ। एकजना यहाँ, एकजना त्यहाँ। पारी पनि हुनुहुन्छ, एकजना त्यहाँ। यस्तो ठाउँमा बसेर पनि मान्छेहरू, यस्तो ठाउँमा बसेर पनि माछा मार्दैछन् मान्छेहरू। देख्नुभयो होला तपाईँले होइन। हेर्नु यो ठाउँमा बसेर पारी माथि तल सब ठाउँ खतरनाक ठाउँ छ नि। बवाल ठाउँ छ कि छैन? बवाल बवाल। नाना बल्छी हानेको पनि त देखाउनु पऱ्यो। हिजो त्यत्रो लछिया निकालेको त देखिसकेका छन् सबले। च्यास यति पर अलि बायाँ साइडतिर च्याप्यापे त्यो मान्छेको टक्लङ्ग टाउको लाग्थ्यो पानीमा बत्रङ गर्थ्यो होइन। ल पारीबाट हाम्रो साथीभाइहरूले सँगै आएको मान्छेले हेर्नुहोस् यस्तरी माछा निकाल्दै हुनुहुन्छ। अरे यही बवाल छ क्या त्यो पारीको। त्यो उसमा फिसिङ रडले यता धकाला धागोलाई धागो अड्केछ कि धागो छ। माछा त अड्केकै छ। 3टा माछा तानिसक्नुभयो त्यहाँबाट उहाँहरूले। ल बनाऊ माछा छ त्यहाँ। म बनाउँदैछु, रेकर्डिङ स्टार्ट छ। ल हेर्नुहोस् यसरी। यस निकाल्दै त त्यहाँ डाँडाबाट हामी पनि यो ठाउँमा माछा। हामीलाई त माछाले टाढा नजाऊ कि म तिमीहरूलाई बेलुकासम्म यहीँ दिन्छु भन्छ क्या। टाढा गएको बेला त कहिले एउटा माछा नै मारेको छैन हामीले।
ठुलो फाइनली गाइज एउटा माछा परेको छ। मामा तान्दै हुनुहुन्छ। माछा चाहिँ ठिक्कै साइजको छ भन्ने लागेको छ। तपाईँ देख्न सक्नुहुन्छ। छेउमा आइसकेको छ माछा। अल्झायो केही छैन, अल्झायो पनि केही छैन, तान्दिनु मामा। यस मामा अब यस्तरी उठाएर देखाउनु यहाँ। आज चाहिँ खतरा कन्टेन्ट दियो मामा। ए मामा कस्तो अनुभव भइरहेछ? दामी। ल रुक जा बेबी, रुक जा। थेट तेरी भिडियो अन रहेछ अन रहेछ मामा। मामालाई एकछिन सक लाग्यो थियो भिडियो अन छैन भनेर। खतरा भिडियो अन छ, किन अन छैन? ल यस्तरी खाएर रहेछ नि मामा। मामा रौ हो। यसकै शिकार गर्नलाई हामी आएको थियौँ। फेरि हाम्रो याद भएको छ। म त हतारै गर्दैन मामा। आधी किलोको एउटा अर्को छ। ओ बाबा बच्यो मामा, आँखामा उन्ने छ। यस ओहो यो त ठुलो छ यार। ओ बाबा यसले त बल्छी बच्यो यहाँ आधी किलोभन्दा माथि छ। यहाँ कहाँ हुने छ देख्नु। मामा भान्जाले आज दिनभरि छोपेको माछा कति छ भन्ने कुरा हामीले हेरेका छैनौँ। मामा निकाल्दै हुनुहुन्छ। कति छ हामी तपाईँलाई देखाउँछौँ है त। ल मामा छ 3 किलो। 5 केजी माइजू 5 केजी छ भन्दै हुनुहुन्छ है। ल मामाले अब निकालेर खनाएपछि थाहा हुन्छ त्यहाँ। ल खन थियो क्या माइजू। आधा किलोको त सुरुमै मारिसकेको थियौँ हिजो पनि हामीले। ल रहेछ आजको माछा। ल हेर्नुहोस् यस्तै। त्यो त जिउँदै छ क्या मामा? जिउँदै छ, अलि लान्छ। ए आजको माछा यति छ। मामा भान्जाले आजको माछा अझै त्यो सानसानो भुटीहरू त त्यहीँ छुट्यो यार। एउटा हालेर रहेछ मामा। ऊ हेर्नु, ऊ दुईवटा हालेर रहेछ। सब हालेर रहेछ। ल हिजो पनि यत्रो मारिसकेको थियौँ माइजू सुरुमा हामीले। अब उनीहरूले अब जाउँ हेर्न भने। ल ल मछली सेल दिनभरिको मामा भान्जाको मछली सेल। अब 50 रुपियाँ किलो 50 रुपियाँ किलो। दिने भएको भनेको मात्रै हो त। यहाँ हामी ढाड देख्ने गरी मारेको। त्यो माछा कत्रा टल्किन लाग्यो। त्यो र यो यताको यो र यो सँगै, यो र यो हो कि यो र यो? यो र यो सँगै माइजू एउटै बल्छीमा। एकैचोटि आएको यो दुईटा। 3टा काँडा हाल्छौँ हामी त एउटैमा। अर्को माछा अर्को माछा। ल सालो मन्डला त ठुलो छ यार। खै अझै फेरि यो चाहिँ भिडियो चाहिँ हामीले यो चाहिँ हामीले अघि निकाल्ने बेलाको भिडियो बनाउन सकेनौँ। हेर यत्रो माछा छ यो।
सबै यति नै भयो क्याच ल धन्यवाद अन्तिमसम्म भिडियो हेर्नुभएको लागि है त नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु नबिर्सिनु होला लाइक गर्नुहोस् कमेन्ट गर्नुहोस्